नेपालको संसदीय इतिहासमा एउटै परिवारबाट पुस्तौंदेखि प्रतिनिधित्व हुनु दुर्लभ मात्र होइन, विशेष महत्व राख्ने विषय पनि हो। यस्तै उदाहरण बनेको छ एउटा यस्तो परिवार जसले 4 पुस्तासम्म देशको संसदमा आफ्नो उपस्थिति कायम राख्दै आएको छ। यो राजनैतिक निरन्तरता मात्र होइन, विश्वास, योगदान र जनसमर्थनको पटक पटकको परीक्षा पनि हो। चौथो पुस्तामा सांसद बनेका व्यक्ति हुन् डाक्टर मोहम्मद फिरदोस आलम। उनी रौतहट क्षेत्र नम्बर 2 बाट नेपाली कांग्रेसबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन्। कांग्रेसबाट मधेस केन्द्रित निर्वाचित क्षेत्रबाट जित्ने उनी मात्रै एक्ला उम्मेद्वार हुन्। उनले 29,528 मत ल्याएर विजयी भएका थिए। आज आलमले संघीय संसदको प्रतिनिधि सभामा शपथ लिएका छन्। फिरदोसको परिवारमा 4 पुस्ता को प्रतिनिधि बने त? यस परिवारको राजनैतिक यात्रा विक्रमसम्म 2011 मा शेख लियाकत अलीबाट शुरू भएको देखिन्छ, जसले सल्लाहकार सभा सदस्यको रूपमा भूमिका निर्वाह गरेका थिए। शुरूदेखि नै नेपाली कांग्रेसमा आबद्ध रहेको यो परिवार त्यसपछि शेख लियाकत अलीका छोरा शेख इद्रिसले विक्रमसम्म 2015, 2048 र 2051 सालमा संसदमा निर्वाचित हुँदै जनताको विश्वासलाई निरन्तरता दिएका थिए। त्यसैगरी शेख लियाकतका नाति मोहम्मद अफ्ताब आलम राजनीतिमा उदाए। आलमले विक्रमसम्म 2053, 2056, 2064 र 2074 मा संसदमा प्रतिनिधित्व गर्दै आफ्नो सक्रिय भूमिका निर्वाह गरे। उनी पटक पटक मन्त्री पनि बन्न सफल भए। अहिले शेख लियाकतका पनाती मोहम्मद फिरदोस आलमले राजनीतिक विरासतको जरो थामेका छन्। अफ्ताब आलमको निधन भएपछि छोरा मोहम्मद फिरदोस आलम अर्थात शेख लियाकतका पनातीले संसदीय राजनीतिको बिडो समाएका हुन्। यति मात्र होइन, अफ्ताब आलमका अर्का कान्छो छोरा डाक्टर राजिक आलम पनि राजनीतिमै सक्रिय छन्। उनी अहिले रौतहटकै राजपुर नगरपालिकाका मेयर छन्। यी दुवैजना छोराहरू चिकित्सक हुन्। अफ्ताब आलम राजनीतिमा रहँदा उनीहरू राजनीतिमा थिएनन्। फिरदोस आलम नेपाल प्रहरीमा प्राविधिक तर्फ इन्सपेक्टर थिए। कान्छा छोरा राजिक आलम पनि चिकित्सक पेशामा थिए। तर बुवा अफ्ताब आलमलाई इँटा भट्टामा जिउँदै मान्छे जलाएको कसुरमा सरकारले पक्राउ गर्यो। त्यसपछि दुवै छोरा आफ्नो पेशा छाडेर राजनीतिमा आए। अन्ततः उच्च अदालतले अफ्ताब आलमलाई निर्दोष रहेको फैसला गर्यो। त्यसको केही महिनापछि उनको निधन भयो र अहिले उनका जेठा छोरा फिरदोस आलम पुनः माननीय बनेका छन्। रासोपाको देशव्यापी लहर रहँदा समेत तराईमा एउटा मात्रै कांग्रेसको अस्तित्वको रक्षा गर्ने व्यक्ति बने राजनीतिमा उदाएका डाक्टर फिरदोस आलम। उनले आफ्नो राजनीति मात्रै शुरू गरेका छैनन्, 4 पुस्तादेखिको संसदीय राजनीतिको बिडो पनि थामेका छन्। 4 पुस्तासम्मको यो निरन्तरता पारिवारिक प्रभावको परिणाम मात्र होइन, जनताको विश्वासको प्रमाण पनि हो। हरेक पुस्ताले आफ्नो समय अनुसार समाज र क्षेत्रका लागि योगदान दिन प्रयास गरेको देखिन्छ, जसले गर्दा जनताले निरन्तर रूपमा यस परिवारलाई समर्थन गर्दै आएका छन्। अन्ततः प्रश्न उठ्छ, किन एउटै परिवारका सदस्यलाई जनताले यति धेरै माया गरिरहेका छन् त? यसको उत्तर हो, उनीहरू निरन्तर त्यहाँको जनताको पक्षमा पहरा बन्नु। जब कुनै परिवारले पुस्तौंदेखि जनताको सुख दुःखमा साथ दिन्छ, तब त्यो सम्बन्ध राजनीति नभई भावना र भरोसाको बन्धनमा रूपान्तरण हुन्छ। यही कारणले सायद जनताले एउटै परिवारका सदस्यलाई बारम्बार रोज्दै आएका छन्।